यति धेरै भेराइटीहरू देखाउनुभयो सरले होइन। अब म धेरै नै कन्फ्युज भएँ। अब भित्री रङको लागि चाहिँ अब कुन चाहिँ लगाउँदा तपाईँले मलाई रेकमेन्ड गर्नुहुन्छ? अब मैले अनेस्टली तपाईँलाई के भने अब के अरे रेकमेन्ड गर्दाखेरि चाहिँ मैले यो रोयल ब्लिङ रेकमेन्ड गर्छु। यसलाई किन रेकमेन्ड गर्छु भने एक त यो तपाईँको 10 वर्ष पर्फर्मेन्स वारेन्टी छ होइन, एस्युरेन्स छ होइन। दोस्रो कुरो चाहिँ यो चाहिँ तपाईँको अरू रङहरू पुस्न मिल्छ भने यो चाहिँ वालै धुन मिल्छ, त्यति तपाईँको राम्रो रङ छ। यसलाई यो नेल स्क्र्याच प्रुफ पनि हो, नङ्गे पोतहरू तपाईँले नाकदेखि लिएर त्यस्तो राम्रो छ। त्यो माथि पनि तपाईँको जस्तो अब तपाईँले यङ हुनुहुन्छ, भर्खर बे गर्नुभयो, भोलि बच्चा बच्ची होला, उनीहरूले खेल्ने पेन्सिल लिएर कोरिदिन्छ। जस्तै यसरी कोरिदिए भने बच्चाहरूले यसरी तपाईँको जस्तो मार्करले यसरी भित्ता कोरिदियो, फोहोर भयो, भएपछि यति राम्रो वाल त तपाईँको भद्रगोल देख्थ्यो। अब यसलाई तपाईँले अब फेरि रङ लाउनु पऱ्यो भनेर झन्झट दिनै पऱ्यो। यसलाई तपाईँले यसरी स्याम्पू पानी यसरी बनाउनु, यसरी सुई जान्छ त जान्छ। यसरी गर्नुहोस्, गरेपछि तपाईँले यसरी पुस्नु सट्टै जान्छ। यति राम्रो तपाईँको प्रडक्ट छ होइन। त्यही भएर मैले चाहिँ तपाईँले चाहिँ आफ्नो सम्झेर है रेकमेन्ड दिएको भने ब्लिङ लगाउनुहोस् भाइ, पटक पटक रङ लगाइरहनु परेन। तपाईँको वाल अलिकति फोहोर हुने बित्तिकै तपाईँले सफा गर्नु पाउनु, त्यहाँदेखि यो लाउनु पर्छ। हुन्छ, यो लाउनु पर्ला।